ल हे साथीभाइ कुछ यस्तो छ लुक चाहिँ। अब यसको बाद चाहिँ मेरो गोप्रोको फुटेज ल कस्तो आउँछ भन्नुहोस् है त। अब यहाँ निक्लेको सालुगढा गएको हो, सालुगढामा क्लोज गरेर फेरि आउनुपर्ने छ रिटर्न यहाँनिर। त्यो त निस्किने चाहिँ के हो ठिकै छ। हेलो 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 ल निस्केको अब है त। ए यस्तै छ ड्युटी। अब आज भोलि पनि गर्नुपर्ने छ। आधी दिन आधी बेला गर्छु भोलि चाहिँ, त्यहाँबाट चाहिँ निस्किनुपर्छ। हेलमेटको यो लाउँदाखेरि चाहिँ यस्तो खालको साउन्ड आउँछ हो, सुन्नुपर्छ है त डिफ्रेन्स के छ। यो चाहिँ टेस्टिङ हो, टेस्टिङ। हेलो हेलो माइक टेस्टिङ भन्छ नि, त्यस्तै हो। लाएर राम्रो देख्छ कि, मतलब यो वाइजर लाएर राम्रो साउन्ड आउँछ कि खोलेर राम्रो साउन्ड आउँछ कि सब चेक गरिराख्नु पऱ्यो नि एक खेपमा होइन। किनकि अब 7-8 दिनको मैले यो पनि लगाएँ है। यहाँनिर पावर ब्याङ्क पनि लिएको छु। पावर ब्याङ्क 20,000 mAh को छ होइन। 20,000 मतलब 4टा मोबाइल एक खेपमा चार्ज गर्ने खालको। हुन त गोप्रोको ब्याट्री छिट्टो सकिन्छ हो, त्यसको लागि। प्लस यसको एङ्गल कस्तो आइरहेको छ यो पनि हेर्नु छ, त्यसको लागि रेकर्डिङ गरेको। यो कता पस्छ एकछिन। त्यो पहिलाको हेलमेटमा लाउँदाखेरि त कस्तो भारी लाग्थ्यो कि, यो हेलमेटै भारी भएर होला गोप्रो त्यस्तो भारी केही फिलै भएको छैन क्या। गोप्रोको हेलमेट चाहिँ मजाको भए। फर्स्ट टाइम यस्तो खालको, फर्स्ट टाइम त होइन, पहिला मेरो 2010 मा पल्सर 220 हुँदाखेरि भेगाको एउटा त्यो डट बाइकवाला हेलमेट थियो हो। त्यसको बाददेखिको मैले यस्तो हेलमेट लगाएको थिइनँ। आज फेरि कति साल बाद यस्तो हेलमेट लगाउँदाखेरि त मजा आउँदो रहेछ। बाँकी यसको उयोले पनि के भन्छ, वाइजरले गर्दा आँखा पनि शीतल भइरहेको छ हो। कलरफुल पनि, मतलब त्यो डार्क पनि छैन रहेछ, ट्रान्सपेरेन्टै छ। राति पनि काम लाग्ने खालको रहेछ। राति सायद मलाई हेडलाइट्सहरूको त्यो बिम, हाई बिम, लो बिमले पनि अलिकति रिलिफ दिन्छ होला जस्तो लाग्दैछ। त्यही सालुगढा गएको म चेकपोस्टबाट, त्यहाँनिर क्लोज गरेर फेरि आउनुपर्ने छ यतै। राति 8 बजी बन्द गरिवरी 8:30 तिर फेरि आउनुपर्ने छ। ल त यो चाहिँ मेरो खाली टेस्टिङ थियो, अब बन्द गरिदिन्छु।